साथीहरु आज चाहिँ म लौका आलुको सब्जी बनाउन आँटेको छु है। लौका आलुको सब्जी बनाउँछु। त्यसपछि सानो खालको माछा लिएर आएछ, त्यो माछा फ्राई गरिदिन्छु। यहाँ नै लौका आलुको सब्जी, त्यसको बादमा माछा फ्राई। दाल सायद म बनाउँदिनँ होला, किनकि यो चाहिँ लोकल लौका हो नि त। लौका काटेर मसिनो काटेर राखेपछि सन्डे स्पेसल चाहिँ सन्डे चाहिँ हामीलाई माछा मासु चाहिन्छ। लौका आलुको सब्जी माछा फ्राई भएपछि म देखाउँछु कस्तो हुने रहेछ। माछा चाहिँ यता बन नानीले केलाउँदैछ, हेर्नु है, म देखाइदिन्छु। माछा चाहिँ दुईजना माइजू भान्जी भएर केलाइरहेछन्। होला नि माछा लौका आलुको सब्जी कस्तो टेस्ट हुँदो रहेछ बताइदिइहाल्छु। तेरो माछा फ्राई गरेर मैले यहाँ राखिदिन्छु। यो चाहिँ ग्रेभी माछा मसला बनाएर मसला पनि पाकिसक्यो। अब यसले पानी लगाएर छोडिदिन्छु। मसलादेखि जब तक तेल निस्किँदैन तब तक मसला पाकेको हुँदैन। यो चाहिँ मसला पाकिसकेको। त्यसको बादमा माछा माथिदेखि लगाइदिन्छु। झोल अलिक उम्लियोस् अनि त्यसको बादमा लगाइदिन्छु। यहाँ चाहिँ मेरो भाइले के सब्जी लिएर आएछ। आज मार्केट गएर हेर्नु है, आज सन्डे हो नि त। सन्डेमा चाहिँ हामीलाई माछा मासु चाहिन्छ। बिन्स चाहिँ त्यो बजार गयो भने जहिले बिन्स आउँछ अनि काँक्रा पनि आउँछ। अहिले चाहिँ काँक्रा हेर्नु र मजाको लिएर आएछ है। अनि टमाटर चाहिँ सस्तो छ भने 2 केजी 3 केजी कति लिएर आएछ। धनियाँ पत्ता पनि हेर्नु घाँसै लिएर आएछ है। सब्जीहरू त आफ्नै गार्डनमा छ नि त, त्यही भएर हामी चाहिँ अलिक कम्ती नै ल्याएको सब्जी। तर त्यसले चाहिँ बिन्स नै लिएको चाहिँ साथीहरू। अहिले माछा सब्जीहरू कस्तो भएछ म टेस्ट गरेर देखाइदिन्छु। ओके, माछा चाहिँ लगाइदिएँ मैले यहाँ नै साथीहरू। यो चाहिँ माछाको पिस, त्यो सलाद छ, लौका आलुको सब्जी कस्तो भएछ टेस्ट गरेर देखाइदिन्छु गाइस।